नमस्कार। मंगलम भगवान विष्णु मंगलम गरुड़ध्वजा मंगलम पंडरीकाक्ष मंगलाय तनुहरि। 2083 साल विवाहको लागि उत्तम महिना मंसिर महिनामा विवाहको लागि उत्तम दिन कहिले छ, साइतहरु कहिले छ भन्ने कुराको म जानकारीमूलक भिडियो ल्याएर हजुरबाजमा उपस्थित भइसकेको छु। भिडियो के कस्तो लाग्छ भिडियो अन्तिमसम्म हेर्नु होला। मंसिर महिनाको 9 गते परेको छ सबैभन्दा शुभ र उत्तम साइत। अर्को छ 10 गते बिहीबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। 16 गते बुधबारमा पनि राम्रो साइत परेको छ। 17 गते बिहीबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। 19 गते शनिबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। 24 गते बिहीबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। 25 गते शुक्रबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। 26 गते शनिबारमा पनि एकदम उत्तम र राम्रो साइत परेको छ। यो त साइतहरु भयो। तपाई विवाह र वैवाहिक बन्धनमा बाँधिने हुनुहुन्छ भने तपाईको लागि चिना कुण्डली विस्तृत रूपमा जानकारी लिएर मात्र तपाई वैवाहिक बन्धनमा बाँधिनु होला। तपाईको वैवाहिक जीवन सुखमय र मंगलमय बित्नेछ भन्ने हामीले चाहना गरेका छौं। त्यसैले सबैभन्दा पहिला आफ्नो चिना कुण्डली हेराएर मिलाएर मात्र वैवाहिक बन्धनमा बाँधिनु होला। यसो गर्दा तपाईको वैवाहिक जीवन सुखमय मंगलमय बित्नेछ। हस्त धन्यवाद। नमस्कार।